हेलो गाइस, आज चाहिँ मेरो वाइफको स्पेसल डे बर्थडे भएकोले गर्दा चाहिँ उसलाई मैले आज पुरा दिन प्याक छ मेरो है। उसलाई अस्ति भनेको थिएँ बर्थडेमा चाहिँ म एकदम तिमीलाई घुमाउनु लान्छु, मुभी देखाउनु लान्छु भनेर। र हामी मेट्रो चढेर गएको थियौँ। यहाँ एक्जिट गरेर चाहिँ मेट्रोबाट हामी अटोमा बस्यौँ अनि यहाँबाट चाहिँ हामी अब मलतर्फ लागेको है। मैले चाहिँ मुभीको टिकट हिजै अनलाइन गराएको छु। कुन चाहिँ टिकट हो त्यो चाहिँ मैले उसलाई भनेको छुइनँ है साथी हो। र यहाँबाट हामी गफ गर्दै तिनजना फाइनली डिएलएफ मल बसन्तकोट पुग्यौँ। यहाँ हेर्नुहोस् न कस्तो राम्रो कन्सेप्टले बनाएको छ यो मल चाहिँ। यही छ होइन थिएटर चाहिँ पुरा दिल्ली एनसिआरमा चाहिँ यही थिएटरमा मात्रै यहाँ मात्रै लागेको रहेछ यो मुभी चाहिँ। त्यही भएर चाहिँ मुभी चाहिँ कुन चाहिँ हो भनेर चाहिँ उसलाई चाहिँ भनेको छुइनँ है। र फाइनली हामी यहाँ पुगेर कस्तो मजाको फुलहरूले चाहिँ उसलाई एकदम मोहित बनाएर चाहिँ यहाँ फोटो खिच्ने भनेर चाहिँ एक दुईवटा फोटो सुट हुँदैछ है दुईजनाको। निगेल त झन् क्या ह्याप्पी उसको फेभरेट एनिमल के अरे हर्स देखेर चाहिँ खुसी भयो। अन्त चाहिँ बर्थडे गर्ल फेरि है हामी फोटोसुट गरेर चाहिँ हामी अब भित्र इन्ट्री गरेको। अब भित्र गएर चाहिँ म भन्छु उसलाई कुन चाहिँ मुभीको टिकट गरेको छु भनेर चाहिँ ल। अनि मुभी चाहिँ धमिलो पहाड मुभीको टिकट बनाएको छु। उसलाई चाहिँ म धमिलो पहाड देखाउने भनेर चाहिँ अब यहाँ फाइनली हामी थिएटरमा आइपुग्यौँ। र निगेल चाहिँ यहाँनिर उसको के कार्टुनहरू देखेर चाहिँ उसको मम्मालाई देखाइरहेको छ। अन्त त्यहाँ फोटोसहरू खिचेर चाहिँ हामी अब थिएटरमा इन्ट्री गरेको। भित्र यहाँनिर के कार्टुनहरू देखेर चाहिँ निकै। अब हामी थिएटरमा इन्ट्री गऱ्यौँ है। थुप्रैजना हाम्रो दार्जिलिङ कालिम्पोङकोहरूको पनि आउनु भएको रहेछ। सबैजनाले मुभी इन्जोय गरिरहेछ। निगेल पनि ह्याप्पी भइरहेछ मुभी हेर्नु पाएर है। र उसले चाहिँ पपकर्न खाने अरे भनेर बाबा पपकर्न भनेर चाहिँ नदी त कहाँ धर पाइयो त। अनि पपकर्न ल्याइदिएँ मैले र पपकर्न खाँदै हामी मुभी इन्जोय गरिरहेछौँ। धेरै राम्रो लाग्यो। मेरो वाइफ त झन् यो मुभी हेरेर साह्रै इमोसनल भयो। धेरै राम्रो रहेछ है, मन पर्यो। गाइस तपाईँहरूले पनि हेर्ने यसो सुझावहरू राख्छ हामी है। यो धमिलो पहाड चाहिँ एकदमै राम्रो मुभी रहेछ। हामीलाई चाहिँ पुरा मन पर्यो। अनि यो मुभी हेरेर चाहिँ अब हामीले अझै हाम्रो अगाडिको पनि प्रोग्राम छ है। मुभी सकेर चाहिँ हामी चाहिँ यहाँबाट फेरि अर्को जग्गा जाने पनि हाम्रो प्रोग्राम छ। र फाइनली अब मुभी खतम भयो है। खतम भएर चाहिँ पपकर्न निगेलको तर खतम भएको छैन। मुभी चाहिँ खतम हुन आँट्यो। हेर्नुहोस् न मुभी चाहिँ द एन्ड भयो तर निगेलको पपकर्न चाहिँ सकेको छैन। र यो मुभी हेरेर चाहिँ आज बर्थडे गर्ल चाहिँ साह्रै इमोसनल भयो कि यो मुभीमा चाहिँ हाम्रो बाबा आमाहरूले चाहिँ आन्दोलनको टाइममा चाहिँ कस्तो फेस गरेको थिएछ भनेर चाहिँ साह्रै इमोसनल भयो यो मुभी हेरेर। र फाइनली हामी अब एक्जिट गर्दैछ यहाँबाट हामी निक्लेर चाहिँ अब अझै हाम्रो आजको दिन खतम भएको छैन। हामी यहाँबाट फेरि अब एक्जिट गरेर चाहिँ जाँदैछौँ। नेपाली मुभीहरुको आज मैले गाइस
धमिलो मुभी पहाड़ मुभी धमिलो पार मुभी यहाँ चाहिँ के हो यो हाम्रो निगेल चाहिँ यसरी गर्दैछ बाबालाई तङ यहाँ चाहिँ यत्रो हर्स रहेछ निगेल चाहिँ यहाँ के गरेको तिमी हर्स भएको कालिम्पोङतिर जस्तै छ उकालो उकालो जानुपर्छ खोइ र अब भोक लाग्यो अरे यिनीहरूलाई र हामी चाहिँ यो दार्जिलिङ फ्लेभरमा आएको छौँ खाना खानुलाई निगेलले चाहिँ इन्जोय गर्दैछ मोमोज खाने अरे अनि बर्थडे गर्लले चाउमिन गाइस मेरो खर्च चाहिँ सस्तोमै मेटियो चाउमिन मात्रै खाने अरे हो अन्त उसले चाहिँ एकदम चाउमिन इन्जोय गरिरहेछ दामी पाउँछ नि त पाउनु पनि यहाँनिर चाहिँ चाउमिन चाहिँ मलाई पनि भोक लागेर म पनि बजाइदिएको पो गाइस निगेल चाहिँ मोमोज इन्जोय गरिरहेछ द टेस्ट अफ दार्जिलिङ है अब खाइसकेर चाहिँ हामी घर आइपुग्यो घरमा चाहिँ केकको प्रोग्राम थियो है गाइस यो चाहिँ बर्थडे गर्लले अब डरलाग्दो पाराले केक काटिँदैछ दुईजना फर्स्टमा चाहिँ निगेलले खान्छ अरे यो केक चाहिँ निगेलको तर्फबाट मामा खोइ किसी गर मामालाई आहा खोइ अब मुख खुलाइदिनु पर्यो यतै बसिरहन्छौ थ्याङ्क यू ह्याप्पी बर्थडे थ्याङ्क यू बुढा थ्याङ्क यू यहीँ त नदिनु नि र गाइस अब बर्थडे गर्ललाई सरप्राइज दिनु चाहिँ भान्जी पनि आइपुगेको रहेछ भान्जीले पनि केक खिलायो र आज यसरी नै हाम्रो दिनभरिको ब्लग यहीँ फिनिस गर्दछु थ्याङ्क यू